के दिनुभयो? मेरो बच्चा स्कुलबाट निक्लिँदैछ, हाम्रो सभापतिले पैसा नदिएको कारण बिल दिएको मैले स्कुलको बिल है। पोखरा लेडी जेसिसको आयोजनामा कास्की क्षेत्र नम्बर 3 का प्रत्यक्ष उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरियो। त्यसमा एकजना जो सूर्यदर्शन सहकारी पीडित थिए, उनले प्रत्यक्ष उम्मेदवार बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर 3 की उम्मेदवार बिना गुरुङलाई एउटा कागज पेश गरे। यद्यपि उनले प्रश्न सोधिसके पछाडि सवाल जवाफ गर्ने क्रममा यसो गरेका थिएनन्। उनले प्रश्न सोधिसके पछाडि उनको हातमा आफ्ना छोराको स्कुल फीको बिल रहेछ। 80,000 बराबरको स्कुल फी आफूले सहकारीमा रकम जम्मा गरेको र त्यो रकम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपचलन गरेको र आफ्नो छोराको फी तिरिदिनु भन्दै उनले छोराको स्कुल फीको बिल पेश गरेका रहेछन्। राजसभाकी उम्मेदवार बिना गुरुङले पनि त्यो बिल सहर्ष स्वीकारिन् र आफ्ना सभापति रवि लामिछानेलाई बुझाइदिन भनिन्। उनले मेरो सभापतिले यो रकम ठगी गरेको हो, अपचलन गरेको होइन सम्म भन्न सकिनन्। लाजै पचाएर भए पनि कृष्ण जैसीको छोराको स्कुलको बिल अहिले बिना गुरुङसँग छ। बिना गुरुङ र उनका पार्टी सभापति रवि लामिछानेले यदि त्यो स्कुलको बिल तिरिदिए भनेदेखि कृष्ण जैसीका छोराले फाइनल एक्जाम दिन पाउँछन्, नत्र उनको पढाइ यसैमा जान्छ। यो प्रतिनिधि घटना मात्रै हो। त्यहाँ सहकारी पीडितहरू टन्नै थिए जसले राजसभाका उम्मेदवार बिना गुरुङलाई सहकारी बापतको पैसा राज्यको करबाट तिर्ने हो या जीवी, रवि र छविको घरबाट तिर्ने हो भनेर प्रश्न उठाइरहेका थिए। अब बिना गुरुङले यो 80,000 बराबरको बिल पार्टी सभापतिलाई पेश गर्लिन् अथवा उनले आफैले राखेर त्यो बिल कागजको खोस्टो जसरी कुहिएर छोड्लिन्। यहाँ एउटा किसानको, यहाँ एउटा विद्यार्थीको भविष्यको सवाल छ। यसलाई पुरा हेर्नुहोस्। यो बिल मेरो बच्चाको स्कुल चाहिएको छ त भन्छ भने बाट निकालिँदैछ। 80,000 बिल भएको छ होइन, बच्चा निकालिँदैछ। म चाहिँ के छ त भन्छ भने सहकारी ठगीमा परेको मान्छे हो। त्यस कारणले अब हानि प्रतिवादी भएको कारणले होइन, कम्ती हामी जस्तो मान्छेको राहतको लागि तपाईँहरूले यो मन जित्न पर्छ। पहिले हाम्रा बच्चा स्कुलबाट ननिकालिने वातावरण किनभने मेरा दुईवटा बच्चा स्कुलबाट पढ्नबाट वञ्चित भएको छ। अनुभूति गराउँदै भन्नु होला। मेरो क्षेत्रमा मेरो एउटा नागरिक मेरो साथी टिभी हरपलको सहयात्री।